यति बेला चर्चामा छ रियालिटी शो नेपाल आइडल। नेपालकै पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज टेलिभिजन शो नेपाल आइडलले चर्चा मात्रै होइन दर्शकको मन पनि जितिरहेको छ। विश्वभरका 55 बढी देशमा सफलतापूर्वक आयोजना भइरहेको आइडल सिरिज नेपालमा पहिलो पटक आउँदा हजारौं गायन प्रतिभाको यसमा सहभागिता रह्यो भने हजारौंबाट पनि उत्कृष्ट 150 ले गोल्डेन टिकट पाउँदै दोस्रो राउन्डसम्मको यात्रा तय गरे। ती 150 बाट पनि थिएटर राउन्ड अग्नि परीक्षा हुँदै टप 18 बाट टप 9 सम्मको यात्रा गर्न सफल भए यी 9 प्रतियोगीहरू। सूरज थापा, उल्सन श्रेष्ठ, प्रताप दास, निशान भट्टराई, बुद्ध लामा, सुजाता पाण्डे, प्रमिला राई, सन्ध्या जोशी अनि सागर आले। यी उत्कृष्ट 9 प्रतिस्पर्धी मध्ये शुक्रबारको गाला राउन्ड रिजल्ट एपिसोडमा कम भोटिङको आधारमा डेन्जर जोनमा परेका सुजाता पाण्डे, प्रताप दास र सन्ध्या जोशी मध्ये सन्ध्या जोशी बाहिरिएकी छिन्। काठमाडौँबाट अडिसन दिएकी सन्ध्याले गोल्डेन कार्ड पाउँदै थिएटर राउन्ड अग्नि परीक्षा हुँदै गाला राउन्डमा टप 9 सम्मको यात्रा शुक्रबार टुङ्गिएको छ। उनको गीतलाई फरक शैलीबाट प्रस्तुत गर्ने कौशलबाट जज तथा दर्शकको मन जितेकी थिए। आइडलबाट बाहिरिँदै गर्दा सन्ध्याले आफूले आइडल मञ्चबाट धेरै सिकेको र आफ्ना साथी तथा जज निह बज्राचार्यलाई निकै सम्झिने बताए। उनले अडिसनमा गाएको गीत लैजा चरी एकपटक फेरि गाउँदै नेपाल आइडलको मञ्चबाट विदा भइन्। लैजा चरी